आज हामीले थाक्कल यताको थाक्कलको बुट यता देख्न सक्नुहुन्छ। आमाजुबारीले थाक्कल खाँदै एकदम मिठो छ। हजुरलाई कस्तो लाग्छ हैन? निकै मिठो छ नि असाध्यै हेर्नु यस्तो मिठो छ हावा खान्छ। आमाजीले दुईटा हातले रोक्नु भयो हेर्नुहोस् है। गाई बाख्रा हेर्न आउने यस्तो छाल खान पाइन्छ। हजुर गाउँमा पाइन्छ कि नै? गोरु घाँस खाँदैछ। बाख्राहरू कहाँ गयो कहाँ थाहा छैन। खाना धुन जान्छ। अर्को पनि छ यी अझ यहाँ यसको गुबा खान चोखै छ। यो खानु नि आउने कस्तो मिठो हुन्छ। ल खाना आउनु होला। म हजुरलाई यसको गुबादेखि निकालेर देखाउँछु। यसलाई यस्तो चेस्ने। यहाँ गोठामा धेरै प्रकारका खानेकुरा पाउँछ। हेर्नु सक्नुहुन्छ। यहाँ आँखु पनि छ। हेर्ने यस्तो आहा आहा कुकुरलाई मुख रसायो होला। मुख धेरै नरसाउनु होला। आँखा चाहिँ नलाउनु है। हेर्न चाहिँ हेर्नु आँखा नलाउनु होला। यति ठुलो पनि पाउँछ यहाँ। यत्रो गोटा हेर्नुहोस्। आउनुहोस् आउनुहोस् खानुहोस्। आउनुहोस् यसरी खानुहोस्। मजा लिनुहोस्। आउनुहोस् खानुहोस् मजा लिनुहोस्। सुदूरपश्चिमतिर आउनुहोस्। थाकल खानुहोस् मजा लिनुहोस्। गाइजहरू यसरी टेक्नुहोस् खानुहोस्। यसरी टोक्नुहोस्। मिठो हुन्छ। हजुरले खानुभएको कहिले थाकल? हेर्नुहोस् यस्तो दन्थमा पनि खानेकुरा पाउँछ। थाहा छ कि नै? यो अर्गानिक दन्था हो। फेरि अर्गानिक डन्ठा। मलाई के भन्नुहुन्छ सुन्नु होला है हजुर। यस्तो टोक्ने हेर्न सक्नुहुन्छ। हाम्रो यहाँ खानेकुरा छ तन्नै। हेर्नुहोस् यहाँ अखु खाने भए आउनुहोस्। यहाँ मेरो बुहारीले पनि खान सक्छन्। मैले पुरै भातहरू देखाएँ नि त हजुरलाई। यो पनि खान्छौँ। अब हामी आमाजुबारी ल्याउनु हजुरलाई लिनु सोचेर मैले खुवाइदिन्छु। आमाजुलाई देख्नुभयो। अब म खान्छु है। बाई बाई। आजको भिडियो यति नै। मेरो युट्युब च्यानल सबैलाई लाइक कमेन्ट सेयर गर्नु चाहिँ नभुल्नु होला। हजुर हजुर सपोर्ट गर्नु होला। फेरि नि अर्कोचोटि यस्तै थाकलको भिडियो लिएर आउनेछु। बुहारीलाई खुवाइदिन्छु। धेरै धेरै अति धेरै। सबैले सपोर्ट गर्नु ल। मिठो सन्ताना चिसोदेखि बच्नु होला। अनि थाक्क खानु। आमाजुबारीको एउटा फेरि अर्कोचोटि भिडियो आउनेछ गाइजहरू। ल राखेँ ल।